नमस्कार, तपाईहरुलाई स्वागत छ। सदाको चाहिँ आज पनि म तपाईहरुलाई यस युट्युब च्यानलमा स्वागत गर्दछु। आज चाहिँ म तपाईहरुलाई माई जुलाई जिकेको कुरा सुनाउँदै छु। मेरो मामा विदेश गएको 4-5 महिना भयो। यिनी मेरो एकदमै मन मिल्ने आत्मीय एकदम नजिकको माइजू, तर आफ्नो माइजू हैन, पर्ने माइजू हुनुहुन्छ। मलाई आफ्नो माइजूले भन्दा नि धेरै माया गर्नुहुन्छ। उहाँ हेर्दाखेरि राम्रो सुन्दर एकदमै कलकलाउँदो हुनुहुन्छ। मामाको उमेर पनि लगभग मेरो भन्दा 1-2 वर्ष जेठो हुनुहुन्थ्यो। हामी मामा भान्जा सँगसँगै खायौं, खेल्यौं, हुर्कियौं। अनि माइजू पनि एउटै कलेज पढेको बिहे गर्नुभयो। मैले नि चिनिराखेको थिएँ, मामाले नि चिन्नुहुन्थ्यो। के भयो भने मामा विदेश गइसकेपछि म कहिलेकाहीँ जान्थेँ, कुराहरू गर्थेँ, बस्थेँ। उहाँले पनि मलाई असाध्यै रुचाउनुहुन्थ्यो। छोरी मान्छे त हो, मामाले जिस्काएर छोडेर जानुभएछ। माइजूलाई चिक्न नपाएर हैरान। के गर्ने, कसो गर्ने, छटपटेको छटपटे माइजू। च्याटमा मिठा मिठा कुराहरू हुन्थ्यो। मैले पनि जिस्काउँथेँ। माइजू के छ त विचार? मामा त जानुभयो भन्थे। ठिकै छ भान्जा बाबु, के छ त नि हजुरको भन्थे। मेरो नि ठिकै छ माइजू भन्थे। आउने हो त, पालो पाइन्छ जोत्नलाई भनेको। ए भान्जा, एक दुई महिना बाँझो राख्नुपर्छ, त्यसपछि बल्ल पो मजा आउँछ भन्नुहुन्थ्यो। मैले पनि हो त हो भनेर केही गर्थिनँ। जब म काम सकेर घरमा आउँथेँ, घर नजिकै थियो, आधा घन्टाको फरकमा पर्थ्यो। मेसेज गर्नुहुन्थ्यो, रोमान्टिक कुराहरू हुन्थ्यो। मामाले पनि माइजूको विचार गर है भान्जा भन्नुहुन्थ्यो। हुन्छ भन्थे। माइजूलाई साह्रै भएछ चिक्न मन लाएर। एक दिन त 8 बजीतिर भान्जा खाना खानुभयो भन्यो। नाइ बनाउँदैछु भनेको, मेरोमा आउनुहुन्छ त भन्नुभयो। किन भनेको, खाना आउनु भन्नुभयो। एक्लै बस्नुहुन्थ्यो के अरे कोठा घरमा छुट्टिएर, सासु आमाहरू छुट्टै घरमा थिए। हुन्छ बनाएर राख्नु माइजू भने। अनि गएँ, मासु बनाउनु भएको रहेछ। माइजू त गर्मीको बेलामा यस्तो हट बनेर कट्टु र टी-सर्ट लगाएर बसिरहनु भएको रहेछ। केको लाज? माइजू त सँगै पढ्दै आएको, सँगै हुर्केको, सँगै खाएको। अनि खाना बनाउनु भएको रहेछ, मासु उलेर चिसो उलेर खाना खाइयो। खाना खाइसकेपछि माइजूले त टी-सर्टभित्र ब्रा लाउनु भएको रहेछ। यस्तो दुधको मुन्टाहरू ठुला ठुला देखियो। अनि हेरेँ, माइजू पनि मलाई हेर्दै हाँस्दै गर्नुभयो। त्यति बेलै मामाले फोन गर्नुभयो। भान्जा कहाँ हो भनेको, माइजूले खाना बोलाउनु भयो। आएको मामा भने, ल खाऊ, राम्रोसँग खाएर जाऊ, माइजूको ख्याल गर है भन्नुभयो। माइजूसँग कुरा गर्नुभयो। खाना खाँदै कुरा गर्दै गऱ्यौँ। हुन्छ भनेर मामाले करिब आधा घन्टा जति कुरा गर्नुभयो र राख्नुभयो। राखिसकेपछि खाना खाएर नि भ्यायो। माइजूले चाहिँ हल्का हल्का रक्सी खाने, आफैले प्योर कोदोको बनाउनु भएको रहेछ, खानुभयो। माइजू रिमझिम हुनुभयो। अनि माइजू म घर जान्छु भनेको, यहीँ बस्नु आज भन्नुभयो। घरमा फोन गरेर म आउँदिनँ है मामा घर बसेँ भने। माइजू घर गएको भन्नुभयो। त्यसपछि खानासाना खाएर भाँडासाँडा धुनुभयो माइजूले। मैले हात खुट्टा धोएँ, टिभी हेरिरहेको थिएँ। टिभीमा सेन्टिमेन्टल गीतहरू सुनिरहेको थिएँ। के हो भान्जा बाबु, गर्लफ्रेन्डले छोड्यो क्या हो भन्नुभयो। होइन भने। आनन्द बसिरहेको थिएँ। अनि माइजूले अर्को कोठामा ओछ्यान लगाइदिएको छ भान्जा बाबु भन्नुभयो। ए माइजू, मलाई त डर लाग्छ भनेर जिस्काएको भनेर लजाउनु पऱ्यो। अनि मैले कोठामा गएँ, माइजू नि कोठामा जानुभयो। करिब 9 बज्न लागेको थियो। मेसेजमा माइजू आऊँ, डर लाग्यो भनेको, म मामासँग बोल्दैछु भन्नुभयो। ए ल भने। मामासँग बोली भइसकेपछि 10:30 बजीतिर आउनु भान्जा भन्नुभयो। गएको। माइजू त मामासँग बोल्दा बोल्दै पुरै फिलमा आइसक्नु भएको रहेछ। कट्टु र टी-सर्ट मात्रै लगाएर बस्नुभयो दिउँसैबाट। अनि म गएको, बत्ती बलिरहेको थियो। माइजूले खाटमा तान्नुभयो। सँगै पढेको, के को लाज, गएर च्याप्पै माइजूको छेउमा बसेको थिएँ। माइजू त म नजिक आउनु थाल्नुभयो। आएर छात्तीमा टाँसेर भान्जा बाबु, मामाले छोडेर गयो यति उमेरमै, जिस्काएर